ग्यास पर्दैन ग्यास अटोमेटिक हुन्छ त ए कोहीको लागि अनि त्यही ग्यासबाट गरेर क्यान्डल बाल्यो होइन बरु क्यान्डल चाहिँ झ्याउ त्यही ग्यासबाट अन हुन्छ सिलिन्डर चाहियो हामी चाहिँ अब यहाँ सामान किन्दैछौँ होइन मैले नि हालेँ फेरि रिटर्न गर्नु अब हामी निस्किने बेला भएछ यहाँ रेडी हुँदैछौँ हामी चाहिँ होइन यहाँ रेडी हुँदैछ हामी रेडी हुन्छ म यहाँ रेडी हामी चाहिँ अब निस्केको है के बोलेको यहाँ क्यामेरा अन छ ल छिटो बनाइदिनु हामीलाई त जाडो हुँदैन हामी यता बस्ने हो हामी तिनजना सँगै बस्छौँ के अब अटायो त के हुन्छ अब गाडीमा को छ खोइ त्यो हाउडेलाई बोलाउँ न रविलाई यसो आउँदैन कि छिटो बस्छ नि यहाँ कतिजना त्यो यहाँ राख्ने हो 5 जना 1 2 3 रविलाई पठाइदिए हुन्छ नि त नत्र ओके उस पनि एक्लै छ हो रवि बिनाको बातमा नसक्नेहरू पनि छ कि कोही त्यस्तो मान्छे दिदी हो कि ल गाइस होइन हामी चाहिँ जान लाग्छ मैले होइन ल हाम्रो भाइ हुनुहुन्छ यहाँ यो त अन्त मान्छे जस्तै भयो रवि भाइ अनि यहाँ हाम्रो दिदी यहाँ हुनुहुन्छ म यहाँ छु हाम्रो घर यहाँ छ यो ब्लेन्डिङ मेसिन हामी चाहिँ हेरौँ कता गएको कुनी ठाउँको नाम थाहा छैन आज भाइको यस्तो अगाडि चाहिँ नल्याउ न अनि अगाडि त ल्याउनु त कताबाट भाइको लागि केटी हेर्नु गएको त्यहाँ 3टा 4टा दिदी हिँडिरहेको छु मान्नु भाइको लागि एकदम ल ल फर्स्ट क्लासै बुहारी ल्याउने हो क्या घरका लागि चाहिँ कता साइडमा लाउनु घरको भाइ पनि फेरि एक तरफ घरवाली आज हामी आउनु नि आउनुपर्छ अरू नयाँ भेट्छ आज त सृष्टि त आउनुपर्छ कहाँ अडाउने कुरो त छैन फर्कन नलाउँछ होइन त्यो त सेन्टी भइहाल्यो नि दिदी गीतको नाम भन्छ मलाई त सबै मन नचाहेको होइन भने सेन्टी चाहिँ नलाउ अलि कस्तो राम्रो छ नचाहेको टिस्यु छापको लाउ प्यार कप खेल्दैछ तिमी सेन्टीमा पुऱ्याएर सबैले पाएको बन्धन हो यो चोखो मायाको तिम्रो निम्ति नै यो गीत गाएको सललला पगी काम छाया मानिसको चोला माछेर छमछमी मादल ठोकेर हो त होकेन कामबारी मास्रे होकेन कामबारी मासु त अखने नाइ मायाको डोरी मनमा फुल्यो फुल मनमा फुल्यो फुल माया जीवनमा नगर्नु है भुल मनमा फुल्यो फुल माया नाचौ पर आउर तिम्रो मछु मेरो कको छन सिमसिमे पानीमा जल्ले लायो चिन्ता गाडीमा दाइले आशाइ देखे आशाइ माछी दाइले दिदी तल जालैमा गिन्तङमा दलकामा जो छोरी त ल 3 2 1 गो ऋतुहरुमा तिमी दिदी हरि हरि
हरियाली बसन्त हौ नदीहरूमा आमा कति सुरिलो स्वर किन्ने आएन ऋतुहरूमा तिमी हरियाली बसन्त हौ यहाँ त पुगेछ है लगभग हामी चाहिँ होइन जाँदैछौँ यो चाहिँ हाम्रो दुईटा गाडी हो हामी थर्डमा छौँ जे भन्नु मलाई त्यहीमा भने विद्युत उत्पादन हामी चाहिँ ठाउँ चाहिँ एकदम यी ठाउँ पायौँ कि तर यो मौसमले थोरै च्यालेन्ज गरिरहेछ तर यो यस्तो च्यालेन्जलाई हामी एक्सेप्ट गर्ने खालको मान्छे हो ठाउँमा गर्ने ठाउँमा यो ठाउँ छोड्यौँ हामी होइन यता आयौँ है हामी हाम्रै गएको नि हो र यतिबाट गएको यताबाट गएको हो तर यो साकुराको बोर्ड हो कि क्या अस्ति त खतरा थियो होला ठाउँको त हामी चाहिँ यो बाबीको गर्ने स्टेसनमा आइसकेको छौँ है डेस्टिनेसनमा यो 2 नम्बर चाहिँ हाम्रो कटेज राखेको छ पानी परेर अलिकति थोरै डिस्टर्ब भन्यो न त ठाउँ पनि एरिया पनि राम्रो छ सरेको त्यो चाहिँ अर्को कटेज यो हाम्रो कटेज ए छोड्दैन आउँदैन भने छोड्दिन आउँदैन भने यो तर त्यति चिसो होला जस्तो लागेन किनभने यो काठको त्यो यो चाहिँ हाम्रो ठाउँ होइन साउन अब के बाँकी छ सबै छ पानी पानी चाहिँ अझै खप्नु है त्यतिले पुग्दैन होला अब पानी एउटा सक्छु यो चाहिँ हाम्रो ठाउँ है तिनीहरू लिएर आउँछु अब गएर अब क्याम्पेन स्टार्ट हुन गइरहेको छ हाम्रो थाकेछु म एकदम थाकेको हजुरमा ए यता गिटारिस्ट बजाउन चाहिँ आउँदैन नि तर अलिक मजा कस्तो अलिक बजेको छ राम्रो बजेन कि गिटार अलि उस होला कि तिमी अब त्यस्तो प्लेलिस्ट के अरे गिटारिस्टले बजाउँदा त अलि राम्रो बज्नुपर्ने हो नि होइन यो गिटार अलि नराम्रो हो के तिमी जान्ने हो त्यो गिटार नराम्रो हो त्यही भन्दैछु त मैले त्यही म त बजाउन सकिनँ नाच्नु आगन्ती गरौ के अझै त्यहाँ के हेर्दै पो पर्यो ह्यापी ल त ह्यापी बर्थडे अलिअलि त मिल्यो है म के खाने खै होइन यहाँ हाम्रो त यो खाने त अब अहिले खाने खाऊ अहिले खाँदा खानु के हुँदैन होइन एकछिन ल पखान यहाँ निकालेकै छैन न त यहाँ एउटा बियर दिइरहेको हुन्छ अहिले अहिले एउटा खाइराख्नु पख यता हेर्नु न दाली खानु न बियर ल न हामी मात्रै उता पनि अझ अबे भर्खर भिडियो भइरहेछ च्यास है ल उता ताकि मास यतातिर भिडियो भन्दा नि मुक्ति रहेछ म्युजिक खोइ त स्पिकर खोइ तलै छ होला स्पिकर हुन्छ यो चाहिँ हाम्रो हल्का खाजा हो यो चाहिँ अहिले नै कुचाएर खै त जुस
हाम्रो चाहिँ तल गएको बेला लिएन हाम्रो चाहिँ यहाँ रेडी हुँदैछ यो मासु हो मासु अबे मासु यता कटिङ हुँदैछ होइन यता यो त के पसल खानु ला जस्तो भइरहेको छ चट्टै देशका यो आगामी बोलिरहेको ल है गाइज हाम्रो त यहाँ पाकिरहेछ यहाँ अब हामी चाहिँ जुस खाने कार्यक्रम गरिरहेछौँ झौलायो जाडो भइरहेछ एकपट्टि भन्दिनँ म यता भाइ हुनुहुन्छ यता जापानिज बाजेहरू हुनुहुन्छ मोहनी लगायौ कि मन बेबका गीत मुखमै झुन्डिरहेछ खै दिदी दिल दिदी यहाँ चाहिँ हाम्रो दिदी दाईहरूले यस्तो गाउँ बाध्य गरिराख्नु भएको छ यसको लागि धेरै धेरै धन्यवाद यो त फुटालेकै थियो नि एप्पल जुस त ऊ क्यामेरा उसले खोजे होइन हजुर के गर्नु भइसक्यो तिम्रोबाट बजाउला गीत यो कालो भयो दिदी झिक्नु अनि अघि गीत बजाउने भने नि त मासु आयो हजुर मासु दुटा सही भयो क्या दिदी खै के त्यहाँ आफै आउँछ हेर्नु न यता हेर्नु यता दिदीले बुता पकाउँदै हुनुहुन्छ यता दुईजना चाहिँ खोइको यहाँ एकजना पुरै खानु मात्र बसेको छ यो को पनि सृष्टिजी तपाईँलाई कस्तो लाग्यो त आजको के अरे यो त्यो हजुरलाई कस्तो लागिरहेछ त हजुर रमाइलो लाग्छ यी बोल्दैछु होइन अहिले एकछिनपछि रिस उठ्यो भने मान्छे पनि बोल्न सक्छु अनि तर यता चाहिँ वारी सौदेश यता चाहिँ हाम्रो पाक्दैछ गोमेन्ने यो यासाईहरू पाक्दैछ सबैले होइन त सबै फेरि सुतिङ ठाउँ पनि छ हजुर स्लिपिङ ब्यागलाई देखा नि त्यहाँ स्लिपिङ ब्याग पनि छ ल कता खाम्पा यो दाइलाई है यो दाइलाई ओके आइवाकारी मास्टर ल अब त हामी नै हो ल दिदी यो यिनीहरूको जरा यो फुटाउने पकाउने त गरी एउटाले अघि पकाइदिइसक्यो मेरो मैले ओछ्यालेको थिएँ कहाँ गयो खोइ हाल्दियो होला ए होइन ओछ्या यताको उसको दिदीको ओछ्या हो त्यो उतो गिलासको यताको गिलासको बदलै भन्नुभएको उहाँले क्या है बदल थियो नि तपाईँको ओछ्या त्यही हो कि ओछ्याको हो त्यही हो उयो हो कि तिनीहरू त हाम्रो अङ्गुर खाए त आमा हो र खानु बाँकी होला नि ल एकछिन ल कता गयो निकाल है छिटो आदि बनाउँदा के भयो यो बुहारी काम छैन म त रिजेक्ट गरिसकेको छु
सुँगुरमा किन भयो है भयो नि भेज Mr. Chef. Hello, Mr. Chef. Hello, Mr. Chef. हजुर What are you doing? यहाँ चिया खान नैले Nani terusai. Sunna kata yo naik. होइन तिमीलाई Salah, udah pakai boleh itu kasar bu. Udah mau dia sama nih. Udah ya sampai lihat.
छाडेर जानेले झुठो माया लाएर जानेले पागल बनाकी छे घायल बनाकी छे मलाई पागल बनाकी छे घायल बनाकी छे भाइ नाच्नु हुँदैछ उता यो सृष्टिले छेलेर खोइलु गर् छिटो ल लु आयो भाले आयो ल भाले हेर अनि लु भाले अब सुकुन्छ भालेको कुकुर हो कुकुर परे भाले भनेको त ए यस्तो गर्ने त ल लु लु
오빤 강남 스타일. 강남 스타일. 강남 스타일. 오빤 강남 스타일.